सो हेलो गाइज एंड सबैजनालाई मेरो तर्फबाट गुड मर्निङ। आजको ब्लग भनेपछि कस्तो हुन्छ भने नराम्रै छ यार। आजको ब्लग पनि लास्ट नराम्रो छ यार ब्लग। अब सुनेन गाइज यार, बुलेट में चलिरह बाटोमा त अब चलिरहेको छ होइन। यो झ्याउला छ गाइज होइन। दुकानतिर पुग्नु पर्छ। बिहानको 6-7 बजीतिर खुल्छ नि दुकान। अनि गाइज हजुरहरूले के कसो छ हालखबर? सबैजना आराम सन्चै आराम होला होइन। हिँड्दा झ्याउ आइसकेर जुत्ता लगाएर अस्ति साथीहरूले सम्झिन्न नि यार। म त गाइज एक्लै गयो। अब न साथीहरू छ, न मेरो मामाहरू छ, न दाई होइन, न मेरो कोही छ। एक्लै भयो साथीहरू दाई चाहिँ एक्लै भइरहेको छु। लास्टै झ्याउ लाग्छ किनकि आज के छ नि ब्लग भन्दाखेरि मेरो साथीहरूले पनि बनाइरहेको छ होइन। मेरो साथीको ब्लग बनाइ भन्नाले मेरो साथीहरूले मेरो मामाहरूले चाहिँ ब्लग बनाउने हुन्छ नि त। मेरो मामाको युट्युबमा चाहिँ नाम छ गाइज, गएर कमेन्ट हान्नु होला। MGX ब्लगर छ त्यो। एउटा हो कि दुईवटा छ युट्युब होइन, तर एउटा दुईवटै नाम हो क्या, दुईवटै चलाउनुहुन्छ युट्युब। ओ सरी, दुईवटा भन्नाले कि आइडी दुईवटा छ मामाको। लास्ट हात दुख्यो यार फोन समाल्दै एउटा हातले। अनि देख्न सक्नुहुन्छ गाइज यतापट्टि उहाँहरू जो म देखिन्छु त्यहाँ चाहिँ हाम्रो घर पाइप लाइन साइन के जे सकेको छैन। यस्तै हो गाइज। यस्तो रमाइलो छ यार, तर बाटोमा हेर्नु त कस्तो भयो होला यार। यतापट्टिबाट हिँड्नु बाटो पुरा लास्ट झ्याउला छ गाइज। हिँड्दा लास्ट खुट्टा दुख्यो होइन, हात पनि दुखिसकेको गाइज। ल गाइज, बाई बाई सबैजनालाई। अर्को नेक्स्ट टाइम भिडियो ब्लग बनाउँला। ओके बाई बाई गाइज। दुकान गएपछि म हजुरहरूलाई उ गरेको छैन गाइज। दुकान गएपछि म हजुरहरूलाई देखाउँछु। ओके गाइज।